हेलो नमस्कार सम्पूर्ण साथीहरू। मेरो युट्युबमा जोडिनुभएका सबै साथीहरूलाई चाहिँ म विशेष धन्यवाद दिन चाहन्छु। त्यसपछि अब तपाईँहरूलाई चाहिँ म यो मेरो गाउँघरमा देखिने सम्पूर्ण दृश्यहरू चाहिँ आज देखाउन गइरहेको छु। हेर्नुहोस् त साथीहरू, कति राम्रो देखिन्छ। यो पारी रामेछाप हो। यो गाउँघर चाहिँ मेरो गाउँघर हो। हेर्नुहोस् त गाइज, कति राम्रो है। अनि यो तलको चाहिँ हाम्रो वडा कार्यालय हो, पोहोर बनेको। हेर्नुहोस् त साथीहरू, कति राम्रो छ त। अनि कतिलाई मन पर्यो कि परेन मेरो गाउँ कमेन्ट गर्नुहोस्। यो गाउँमा म र मेरो गाउँ हेर्न सक्नुहुनेछ। म राम्रो कि मेरो गाउँ राम्रो छ। अनि तपाईँहरूलाई कस्तो लाग्यो हाम्रो गाउँ कमेन्ट गर्नुहोस्। अनि अब हाम्रो गाउँ घर यिनै हुन्। अब मेरो गाउँ यस्तो दामी छ। तपाईँहरूको गाउँघर पनि देखाउनु होला, कस्तो छ कमेन्ट पनि गर्नुहोस्। अब त्यसपछि हाम्रो गाउँ आउने बाटो चाहिँ तल नवलपुर घाटबाट आउनुपर्छ। यो अलि अगाडि हो रामेछाप। अनि हाम्रो चम्पादेवी गाउँपालिका देखिराखेको छ। यो माथिल्लो पुल हो, यो रामेछाप र सिन्धुली जोड्ने, जहाँ हाम्रो लिखु र सुनकोसीको दोभान पनि रहेको छ। हेर्नुहोस् त साथीहरू, यो पारी रामेछाप जिल्ला हो। यहाँबाट चाहिँ उता साँगुटार पनि जान्छ। ओखलढुङ्गाको घोराखुरी अनि बिलन्दु पनि त्यो बाटो चाहिँ गाडी जान्छ है। यहाँबाट चाहिँ उताको खोलाबाट आएको छ लिखु, यताबाट बगेको छ सुनकोसी। यी नदीहरू मिसेर चाहिँ अगाडि सुनकोसी भएर बग्छ। अनि त्यसपछि यो चाहिँ नवलपुर हो साथीहरू। यहाँ नवलपुरबाट चाहिँ अब लाग्नुभयो भने चाहिँ हाम्रो गाउँ आउँछ। यो पारी देखेको बाटो, यो पुल तरेर चाहिँ तपाईँहरू सररररररररर मेरो घर आउनु होला गाइज। अनि यो बाटो चाहिँ उता पनि जान्छ, ओखलढुङ्गा, सोलु, खोटाङ, उदयपुर, भोजपुरसम्म जान्छ यो बाटो। हेर्नुहोस् त कति राम्रो बाटो हुँदै चाहिँ यो बिपी हाइवे सञ्चालनमा छ। सुनकोसीको तिर होइन त साथीहरू। अनि तपाईँहरू अब बस चढेर मेरो गाउँ आइपुग्नु भयो भने चाहिँ ठ्याक्कै यो डाँडामा झर्नुपर्छ साथीहरू। अब हाम्रो गाउँमा बस आयो, सुनुनुनुनुनुनुनुनु हिरो बनेर इन्ट्री भइसक्यो। नमस्ते पलापु, हाम्रो गाउँको बस हो। अनि साथीहरू, तपाईँहरूलाई कस्तो लाग्यो यो बसको? आहा, हेर्नुहोस् त धुलो त कति हो। के गर्नु, गफ दिनै पर्यो होइन गाइज। गफ गरेर भिडियोको अब पोस्ट गर्नु पर्यो। मिलाइ गर्नुभन्दा पनि अब जे पायो त्यही पोस्ट गर्ने हो। जे पायो त्यही पोस्ट गर्दा बरु राम्रो हुने रहेछ। राम्रो एडिट गरेर हालिबस्नु भनेको झ्याउ कुरो रहेछ क्या। यो वाच टाइम नपुगुन्जेल चाहिँ अब यस्तै हो। यहाँबाट चाहिँ अनि उता ताप्के डाँडा हुँदै उता फलाटे भन्ज्याङ कहाँ पनि जान्छ। यो ताप्के डाँडा मुनिको बाटो हो, जहाँबाट हामीले चाहिँ पानी ल्याएर खान्छौँ। अब यो बाटो हुँदै बसहरू यो माथि छ रोड, त्यहाँबाट चाहिँ गाडीहरू ताप्के डाँडाबाट चाहिँ उता सुनकोसी गाउँपालिका, हाम्रो ओखलढुङ्गाको सुनकोसी गाउँपालिका पनि जान्छ। अनि के गर्नु साथीहरू, यस्तै छ भिडियोको अवस्था। अनि गाडीहरू चाहिँ उता सुनकोसी गाउँपालिका चानम, मुलखर्क सबै ठाउँ चाहिँ जान्छ है। अब यो भिडियोहरू चाहिँ यस्तै छन्। यो सुनकोसी गाउँपालिकाको भ्यूहरू हुन्। यस्तै छ साथीहरू, लाइक कमेन्ट गर्नुहोस्। सुनकोसी गाउँपालिकाको यो भिडियो कस्तो लाग्यो लास्टमा तपाईँहरूलाई मन पर्यो कि परेन कमेन्ट गर्नुहोला।